सो हेलो गाइज, तपाईहरु समक्ष म हाइड्रो पावर सेक्टरको टेक्निकल एनालाइसिस लिएर उपस्थित भएको छु। यो भिडियो नितान्त शिक्षामूलक उद्देश्यले बनाएको हुँदा कृपया बाइ सेलको लागि डिसिसन नगरिदिनु होला। पक्कै पनि जसरी नेप्से र ब्याङ्किङ सेक्टरले जस्तो सेन्टिमेन्ट जस्तो एउटा चाहिँ सेटअप देखाएको छ, त्यस्तै सेटअप चाहिँ जुन हाम्रो हाइड्रो पावर सेक्टरले पनि देखाएको देख्न सक्छौं। यहाँहरुले जुन हाम्रो यो स्क्रिनमा देख्न सक्नुहुन्छ, प्रत्येक चरणमा विभिन्न सपोर्ट र रेजिस्टेन्स बनाउँदै मार्केट कस्तो मजासँग गएको देखिन्छ। हाइड्रो पावर सेक्टरले यो पालिको बुल र्याली सुरु भए पछाडि धेरै पटक जुन हामीलाई चाहिँ एउटा प्रॉफिट बुक गर्ने र फेरि किन्ने अवसरहरू दिएको देख्न सकिन्छ। धेरै पोइन्टहरुमा सम्भवतः हाइड्रो पावर सेक्टरमा लगानीकर्ताहरूले धेरै कमाएको हुन सक्छ यो पालिको बुलिस बजारमा। त्यसैगरी बजारले विभिन्न रेजिस्टेन्स र सपोर्टहरू बनाउँदै अगाडि बढ्ने क्रममा जुन अहिले देख्न सक्नुहुन्छ, एउटा मेजर सपोर्टबाट माथि जाँदै गर्दा फेरि अर्को सपोर्ट बनाउँदै माथि गएको देखिन्छ भने फेरि अर्को सपोर्ट बनाएको देख्न सकिन्छ। यहाँहरुले देख्न सक्नुहुन्छ जुन एउटा सपोर्ट फेरि यहाँ पनि अर्को बनाएर भनेपछि एकदम चाहिँ के त यो जुन सेन्टिमेन्ट चाहिँ स्ट्रङ बनाउँदै मार्केट माथि गएको पाइन्छ, जुन यहाँहरुले देख्न सक्नुहुन्छ। जुन चाहिँ यो यस बजार सेन्टिमेन्टको लागि यो एकदमै राम्रो पक्ष हो। यसरी चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ कि एउटा चाहिँ सपोर्ट बनाउँदै जुन माथि जाँदै गर्दाखेरि जुन एउटा रेजिस्टेन्समा पुगेर फेरि मार्केट झरेको छ। जुन चाहिँ रेजिस्टेन्स पहिलाको यो 3880 भन्दा माथिको रेजिस्टेन्स थियो, अर्को नजिकै 4000 को आसपासमा छ भने यो चाहिँ 39 देखि 4000 को आसपासको जुन एउटा मेजर रेजिस्टेन्स जोन हो, यसलाई धेरै पटक मार्केटले विगतमा पनि टेस्ट गरेको देख्न सक्छौं। यहाँहरुलाई विकली चार्टमा देखाइयो भने यहाँ पनि पहिला एकचोटी चाहिँ के हो त, जुन हाम्रो अगस्तको 15 तारिक 2021 मा एउटा हाई लगाएको थियो भने त्यसपछि फेरि एउटा हाई लगाउने क्रममा माथि यहाँ गएको थियो, जुन अगस्तको 11 मा थियो, जुन 24 को थियो। हेर्नुस् त, भन्छ 2-3 वर्ष पछाडि एउटा र्याली आइरहेको रहेछ। त्यसपछि फेरि अर्को एउटा चाहिँ हाम्रो कति त 2025 मार्चमा थियो भने अहिले पछिल्लो चरणमा एउटा हामी देख्न सक्छौं, जुन जुलाईको 25 हैन त कति छ जुलाईमा आएको थियो। जुन 25 जुलाईमा पनि एउटा हामीले मेजर एउटा रेजिस्टेन्स जोनमा पुगेको देखिन्छ भने पटक यसलाई चाहिँ यही बिन्दुले चाहिँ जुन हाइड्रो पावर सेक्टर टेस्ट गरेको हुँदा अब आगामी यात्रामा जुन यो एउटा कमजोर जुन रेजिस्टेन्स जोन बनिसकेको हुन सक्छ, देशको माहौल पनि सकारात्मक बनिरहेको अवस्थामा यहाँहरुले पक्कै पनि बुझ्नु हुन्छ होला कि अब हामीले हाइड्रो पावर सेक्टरमा एउटा राम्रो खालको अर्को र्यालीको आशा गर्न सक्छौं। यही अनुसार यहाँहरुले पनि आफ्नो बाइ सेलको डिसिसन गर्नु होला भन्दै आजको भिडियोबाट म बिदा हुन्छु। हस्त नमस्कार।